ल आज हाम्रो सम्झीले चाहिँ नि मजाले ढेँडो बनाउँदै हुनुहुन्छ के छ सम्झी हेलो हाम्रो सबको डरको युट्युब च्यानल सबले सब्स्क्राइब गरिदिनु होला हैन या आज हाम्रो जाडो जाडो साउदीको जाडो जाडो मौसममा आज कोदोको ढेँडो खान मन लाग्यो के गर्छ अब जाने त कहिले पनि छैन तर यसो आज ट्राई गरेको कस्तो हुँदो रहेछ साथीहरू वाउ सबैले माया गरिदिनु होला हाम्रो सबको सरलाई वाउ तपाईँलाई मन पर्नुहुन्छ यो ढेँडो ढेँडो चाहिँ एकदम फेभरेट हो नेपाली खाने ढेँडो एकदम हो तपाईँ गाउँघरतिर कोदो पाइन्छ पाइँदैन हाम्रोतिर सबै के नेपालमा नपाउने चिज केही पनि छैन सबै पाउँछ वाउ मलाई पनि एकदम धेरै मन पर्ने ढेँडो सानोमा एकदम धेरै खान्थेँ मैले नि अहिले विदेश आएर खानु पाएन ल ठिक छ खानुपर्छ जाडो 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 मौसममा एकदम धेरै राम्रो हुन्छ यो ढेँडो खानको लागि हाम्रो गाईको के छ खबर त हेर्नु न हौ ठिक छ तपाईँ के गर्दै हुनुहुन्छ वाउ ल ठिक छ ल ठिक छ छुट्टीको बेलामा आफै छुट्टी गर्ने हो पकाउने खान्छ हो ल ठिक छ ल देख्न सक्नुहुन्छ साथीभाइहरू साउदी अरबमा यसरी ढेँडो बनाउनुहुन्छ हाम्रो सम्बीले के कसो हो सम्बी ल बब्बाल बब्बाल वाउ 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 ल ल जाडो मौसममा एकदम राम्रो खानाको लागि स्वास्थ्यको लागि धेरै राम्रो ढेँडो भनेको यस्तो ओरिजिनल ढेँडो यस्तो हुन्छ